मोबाइलले भएपछि त म अर्कोमा ट्रान्सफर ए गर्छु। अब त्यो मान्छेको चाहिँ हामीले आइडेन्टिटी सबै पाइसक्यो। अहिले सजिलो छ यसले के हाल्ने। कसैको मोबाइलमा पैसा उ गरेर यतिसम्म त पत्ता लगाइसक्यो है। हेलो एभ्रिवान, अब बाइक चाहिँ सबै धोएर भर्खर लिएर आएँ। पेट्रोल हाल्न जानुपर्ने छ। यसो आज गोकर्णसम्म हावा खानलाई यसो गिटार सितार लगेर म्युजिकल सेसन है। त्यही फेरि ब्याङ्कमा सानो काम छ, एकचोटि ब्याङ्क छिरेर जानुपर्ने छ, पैसा डिपोजिट गर्नुपर्ने छ। सो अलराइट, हेलो एभ्रिवान एन्ड हेलो नमस्ते ब्युटिफुल पिपल्स एन्ड वेलकम टु माई ब्लग। अब सबैजना सन्चै हुनुहुन्छ होला र त्यसै गरी म पनि सन्चै छु। अब ब्याङ्कको कामहरू नि सबै सिधाइसक्यो, अब यसो पेट्रोल हाल्न जानुपर्छ। के भएर बाइक स्टार्ट अफ भइहाल्छ। अब पेट्रोल हालेर चट्ट गोकर्णतिर यसो नयाँ ठाउँ राम्रो बनाएको छ अरे भित्र, यसो एक्सप्लोर हाल्न जानुपर्छ। अनि त्यहाँ गएर यसो म्युजिकल सेसन हुन्छ चट्ट। अहिले यसो भिडियोहरू आउन सक्छ। फुल एम्टी देखाइरहेको थियो, अहिले 2 लाइन देखाउँछ त के हो यस्तो। छिराइदिउँ। अहिले पेट्रोल सेट्रोल सबै हालिसक्यो। अब यसो केटाहरूकोमा जाउँ, अनि यसो केटाहरूलाई नि लिएर सँगै जाउँ, एउटा ऱ्यान्डम भ्लग दिउँ भन्ने कुरा हो। तपाईँहरूलाई कतिको भ्लग पनि नहालेँ एन्ड आई फाइनली बाउट अ डिजाई एक्सन क्यामेरा है, एक्सन 4। अब आउँछ बबाल बबाल नयाँ नयाँ भिडियो। आज यसो गोकर्णतिर छोटो राइड मिठो हिँडियो। सो आज चाहिँ बाइक साइक वास गरेर पेट्रोल सेट्रोल हालेर चट्ट गोकर्णसम्म, घर छेउछाउ नजिकैको छोटो यात्रा। साथसाथै हामी मित्रहरू गोकर्णतर्फ लाग्दैछौँ। यो साथीको त डेन्जर धुवा हान्न थालिसकेछ होइन होला है साथी, इन्जिनबाट त डेन्जर धुवा हान्न थालिसकेछ त यार। कस्तो डेन्जर धुवा फाल्दो रहेछ त। आज धेरै पछिको ब्लग, धेरै पछिको यात्रा। छ्या गिद्दी भयो त यार, यस्तो कसरी कुदाउनु हो। छ्या जुत्ता लाएर आएको थियो माथि माथि होइन होला है साथी। एउटा दाङमानी भर धोको यार बाइक। छ्या सिट भयो नि त यार केटा हो। अघि भर्खर बाइक धोको हेरेर चट ढिलोमा हाल्नै पर्यो यार। त्यही भएर कि बाइकै धुन मन लाग्दैन। बाइक धोको 2 दिनमै डेन्जर फोहोर भइसक्छ। बाइक धोको 2 दिनमा फोहोर हुन्छ, अनि सधैँ बाइक धोएर नि काम छैन। सधैँ बाइक धोयो भने बाइकमा केही इस्युहरू आएर हुन्छ, धेरै पानीले भिजेर गर्नु चाहिँ के। हामी अर्को रुट पनि जान सक्थ्यो। अब यो रुट चुज गर्नुको कारण चाहिँ किनभने अब तपाईँहरूलाई नि राम्रो खाली बाटो देखाउँ भनेर हो है। अर्को सर्टकटबाट पनि जान सक्थ्यो, तर त्यो पनि तपाईँहरूलाई अलिक राम्रो सुन्दर बाटो देखाउँ भनेर हो। अहिले भ्यू पनि हेर्दा यस्तो होस् न अलिकति तसक्क। के को दाग लागेको छ जाँदै जाँदैन भने। छ्या भए पनि जाँदैन, के भए के को दाग हो। अलिकति घाम लाग्यो भने कस्तो मजाको भ्यू देख्यो यहाँबाट चट्ट है जस क्यामेराबाट। तर गोप्रोहरू भन्दा चाहिँ मलाई यो डिजेआईको फिचर्सहरू चाहिँ एकदम दामी लाग्यो। क्वालिटी पनि राम्रो लाग्यो, फिचर्सहरू पनि एकदम राम्रो लाग्यो। आमा डेन्जर हावा चलिरहेछ अब। तर यसको एउटा फेसिङ प्रब्लम चाहिँ के रहेछ भने माइक पाउन चाहिँ एकदम गाह्रो रहेछ क्या। डिजाइनमा लाग्ने माइक एडेप्टर पनि पाउन गाह्रो, त्यस्तै एक्सपेन्सिभ। डिजाईको माइक लिनुहुन्छ भने स्टार्टिङ प्राइस चाहिँ 8000देखि छ सिङ्गल माइकको। त्यो चाहिँ एकदम गाह्रो रहेछ। अलिकति कुदाउँ न 30को लिमिट। त्यही क्वालिटी फिचर्सदेखि लिएर अरू सबै कुरा चाहिँ डिजाईको राम्रो छ होइन। साउन्ड पाउन चाहिँ गोप्रोको एकदम सजिलो छ क्या। डिजाईको चाहिँ साउन्ड पाउन एकदम गाह्रो छ, भेट्न त अति क्रेजी गाह्रो छ। यो पुल चाहिँ तपाईँको पानी परे बेला अलि यतिसम्म पानी आइदिन्छ भने, त्यही भएर अर्को नयाँ पुल बन्दैछ है। अब कति लाग्ने हो, अझै 5-6 महिना लगाउने होला एउटा सिधाउनलाई। बर्खा यहाँ पनि सिधिसक्छ, त्यतिखेरसम्म पानी पर्ने सिजन गइसक्छ, खोला पर्ने सिजनसम्म बन्नै सक्दैन। यस्तै त गर्छ त नेपालीले। अस्ति पार्किङमा राख्दाखेरि कुन चाहिँले फुटाइदिएछ यार। यो पनि यस्तो चाहिँ नगरिदिनु न हौ। तपाईँहरूले एउटा रेस्पोन्सिबिलिटी चाहिँ आफ्नो निभाउनुपर्छ क्या।
पार्किङमा त्यत्रो पे पार्किङमा पैसा तिरेर राखेको हुन्छ, यताउति के भयो भने त तपाईँहरू जिम्मेवारी हुनु पऱ्यो नि त। त्यही भएर चाहिँ खासै चित्त बुझ्दैन। पार्किङमा राख्दाखेरि पे पार्किङमा राख्दा पनि त्यही हो, बाटो बिचमा राखे पनि त्यही हो। जथाभावी पार्किङ गरे नगरपालिकाले उठाएर लान्छ, पे पार्किङमा राखे यस्तो हुन्छ हालत। अहिले चाहिँ हामी गोकर्ण आइसक्यो। आजभोलि त जहाँ पनि स्केट पार्क है, तर एकदम जस नेपालमा त यो स्केट पार्क भन्ने कुरा काठमाडौँतिर त जस अलि नयाँ नौलै हो नि त। फन पार्कतिर पनि त्यस्तो साह्रो छैन नि त साथी। हेलो ब्लग हेलो ब्लग। स्कुटरले पिकअप दिएन भने चाहिँ यस्तो हुन्छ है, बाङ्गो डेङ्गो। ल के हो यार, क्रेजी बाटो लिएर त यार, झन् बाइक धोको बेला क्रेजी बाटो लिएर आइदियो त यार। बरु त माथिबाट अब पुग्छ त होइन साथी। क्रेजी रोड, क्रेजी पिपुल बिहाइन्ड मी है के साथी। क्या मजाको यार। कहाँ हो साथी? माथि माथि हो टिकट सिस्टम यहाँ गोकर्णमा नि होइन होला। कहिलेदेखि हो गोकर्ण आउने नि पैसा तिर्नुपर्ने यार। हो र 5 बजेपछि चाहिँ टिकट पर्दैन अरे। अब त्योभन्दा अगाडि आउनुभयो भने चाहिँ पर पर्सन 25 रुपिस लाग्दो रहेछ भित्र छिर्नलाई चाहिँ। अहिलेको नयाँ रुल, पहिला त थिएन अब यस्तो। त्यही हो है क्या, बवाल बनाएको छ होइन होला है। यस्तो भइसकेको छ त ल क्रेजी यार। होइन होला है, यस्तो बनाइसकेको छ यार। यहीँ हो क्रेजी यार, यस्तो बनाइसकेको छ यहाँ पनि। थाहा नै थिएन यार यहाँ यस्तो खोलिसकेको छ यार। तर एक्सपेन्सिभ छ अरे फेरि, बाहिर 100 पाउने कुरा यहाँ 200 छ अरे, त्यस्तो छ अरे। पेम्बालामा बिहानदेखि जोसेर हिँडेर साथी जे खाने त्यही खुवाउँछु भनेर जोसिरहेको थियो बिहान। बाहिर पो भात तरकारी जे खाने खुवाउँछु। यहाँ पनि बाइक जान्छ होला नि होइन। सो हेलो क्रेजी पिपुल्स, हामीले चाहिँ अब चिया खाइसके, यसो कुरा गऱ्यो। अघि टाइमलेस पनि हेर्नुभयो होला तपाईँहरूले। सो अब माथि गएर यसो म्युजिकल मुभमेन्ट क्रिएट गरौँ। माथि गएर यस्तो गीत सित बजाएर गीतको क्लिप हाल्छु। कपिराइट नलाग्ने तरिकाले हाल्नुपर्छ फेरि, त्यो भएर फुल हाल्न मिल्दैन। फुल हाल्यो भने मैले यदि हालेँ भने सर्ट्सतिर हाल्छु होला, युट्युब सर्ट्स। गो एन्ड चेक इट आउट है। अनि इफ यु हेभन सब्सक्राइब माई च्यानल देन प्लिज सब्सक्राइब। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद जतिजनाले यो भिडियो एकदम आफ्नो अमूल्य समय दिएर हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। साथी म यहाँ अहिलेसम्म गएको छैन। 20 रुपियाँ तिरेर हो तिम्रो मेरो बिदो बस्यो, प्रेम बन्धनमा जीवन फस्यो। आज तिम्रो मेरो बिदो बस्यो, प्रेम बन्धनमा जीवन फस्यो। भगवान बागे तिमी मागेको थिए, आज सपना मेरो साकार भयो। म गाउँछु म झुम्छु, पागल चाहिँ आज तिम्रो नाम कराउँछु। हाम्रो केटाहरूको यहाँ चाबी हराएछ, हेलमेट त हराओस् भनिरहेछ, यहाँ चाबी हराएछ। अब साथी किन तिमीले चाबी छोड्यो रे? किन छोड्यो रे चाबी? चाबी स्कुटरमा यहाँ कतिको सेफ छ भनेर चेक गर्नुलाई होइन। छैन त यार स्कुटरमा। क्रेजी हुन्छ त साथी। तपाईँले यहाँ स्कुटरको चाबी देख्नु भएको थियो? स्कुटरमा चाबी देख्नु भएको थियो? हजुर पहेँलो स्कुटरमा चाबी छोडे जस्तो लाग्यो नि, त्यो भएर देख्नु भएको छैन?
चाबी भेटेन यार केटा हो चाबी कहाँ खसेर खस्यो होला यार हाम्रो सेट पो जान्दैछ है यहाँ गाइजहरूले लकै गरेको छ है क्या मान्छेले मान्छे पनि छैन के गर्नु यार अब छैन साथी यहाँ पनि ढोका लगाइसकेको छ केटा हो क्रेजी भयो त यार डिकी खोल्यो डिकीमा पनि छैन डिकी चाहिँ मेरै चाबीले खोल्यो यसले नै डिकी खोल्यो खोल्न त सेट अब कसरी लाने घरसम्म चाहिँ क्रेजी मान्छे पनि छैन सर साथी कहाँ रहेछ भेट्यो कहाँ रहेछ साथी ल आएँ साथी ल आएँ तल सरे साथी तल खोइ तल खोइ ल यहाँ रहेछ साथी आऊ भेट्यो भन्यो तै साथी तिमीले तल छोडिदिएको क्रेजी कसम मैले तै साथी म तिमी यहाँसम्म आउँछु साथी म दुःख गर्छु यत्रो साथी पुलिस सरले राखिदिनु भयो हासला साथी लाइसेन्स माग्ला नि त गिद्धै हुन्छ त भयो साथी कहाँ छोडे रे हामी त फेरि माथिसम्म खोज्न गएको माथि नै भेट्नु भयो तपाईँहरूले ए हजुर 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 हस् धन्यवाद हस् मोबाइल पनि पराएको हामी यही गरेर सक्नु ए हजुर त्यो गाडीमा चोर्देपछि के त उसीको मोबाइलले भएपछि जम्मा अर्कोमा ट्रान्सफर गर्छ ए चोरेर पनि मोबाइल चोर्दै उसको खाता रिस्टे बनाएर ए अलिअलि मान्छे पत्ता लगायो होइन हजुर जो मान्छेले पैसा पठाएको थियो हिजो मान्छे भइगयो हजुर होइन त्यो मान्छे फेरि कुन दिएको मान्छेले पैसा पठाइसक्यो यस्ता खानाहरू ल त्यही त भेटाएको थिएँ आइफोन भर्खर किनेको छ भगवान् हुँदै मैले पाउनु पठाइदिएको ए बौद्ध चौकी पठाइदिनु भयो तपाईँले मोबाइलबाट सबै पैसा चाहिँ खाली गराइदिन्छ कसरी थाहा पायो त्यही त पिन हुन्छ बाहिर त्यत्रो लक हुन्छ भित्रसम्म लक हुन्छ साथी 3-4वटा लक हुन्छ साथी एउटा स्क्रिन लक भयो उसको मोबाइलबाट पैसा उ गरेर यतिसम्म त पत्ता लगाइसक्यो होइन यति वर्ष कहाँ जान्छ अब यो त अब ए त्यति पत्ता लाग्छ त यो केटोले फेरि के गर्छ आफ्नो खातामा पैसा आफ्नोबाट फेरि ए त्यो त भेट त्यही त अब यसोबाट डिटेल दिनु पर्यो त्यही त त्यही त हजुर भेटाएर उसको मोबाइलबाट उसको खाता भएको जम्मै ट्रान्सफर अन्त पठाइदिन्छ कस्तो चाँडो होला त्यो मान्छे आमा पावर मोबाइल खोलेर भित्र सबै प्याटर्न हानेर होला सकिँदैन नि सर त्यो त सकिँदैन नि सर सक्दैन त्यो त सकिँदैन हजुर हजुर त्यही त हस् ल हजुर हस् सर धन्यवाद होला सायद हुनसक्छ हजुर सो अलराइट अब चाहिँ हामी खाजासाजा खाएर निस्किसक्यो सो अघि चाहिँ के भएको थियो भने उता माथि गोकर्णमा चाबी हराएको थियो त्यसपछि ट्राफिक सरले लिइदिइराख्नु भएको रहेछ क्या अनि हाम्रो त्यो पनि के चाहिँ गर्दो रहेछ यिनीहरूले भनेर यसो हेरेर बसिरहनु भएको रहेछ हामी चाहिँ अब खोजे आत्तिएर यताउति खोजे होइन अनि बसेर ट्राफिक सरले आफै दिनुभयो नै यहाँ छ भनेर दिनुभयो फोन पनि चोरी भएको रहेछ एकजनाले रिपोर्ट लेखाएर आएको रहेछ अनि
आइफोन 16 चोरी भयो रहेछ। अनि चोरले के गरेछ भने पासवर्ड सासवर्ड सब खै कसरी हो मिलाएर खोलेर ई सेवाबाट पैसा सबै रित्ताइदिएछ, अर्कोकोमा ट्रान्सफर गरेछ। त्यस्तोसम्मको अनि त्यस्तो ट्यालेन्ट रहेछ, रेस्पेक्ट हो। तर त्यो मान्छेले यो गलत ठाउँमा युज गर्यो। अब त्यो मान्छेको चाहिँ हाम्रो आइडेन्टिटी सबै पाइसक्यो। त्यो अघि सरले देखाउनु हुँदै थियो सिटिजनसिप यही हो भनेर। अब तर त्यस्तो चाहिँ गर्नु नहुने। अब खोलेर पनि पासवर्ड हानेर पनि पैसा सार्नु भने चाहिँ नेक्स्ट लेभलको यार त्यो मान्छे त। तर नेक्स्ट लेभलको चोर हो यार। नयाँ नयाँ भर्खर लिएको आइफोन 16मा अनि भर्जन फोनमा नि त्यस्तो गर्न सक्नु भने त स्किल चाहिँ बबाल हो है। फेरि सबै पुलिस रिपोर्ट यताउति लेखाएर बौद्धबी पठाएको छ। अर्को जुन हाम्रो दिदी हुनुहुन्छ त्यो दिदीको हराएको खासमा अनि सबै रिपोर्टहरू उता पुलिस पिटमा लेखाउनु भएको थियो। लगभग समातिसक्यो भन्दै हुनुहुन्थ्यो। तर भाग्न सक्दैन, फिक्स ढुक्क इजी हो। फेरि तिमीहरूलाई समाचार थ्याङ्क यू भेरी मच। आजको ब्लग यतिमै सीमित हुन्छ। सो बाई बाई।